हुन्छ, परमेश्वरलाई विशेष गरी धन्यवाद भएको होस्। अनि यहाँहरू सम्पूर्णलाई परमेश्वरको जीवित वचनमा म स्वागत भन्न चाहन्छु। अनि हामी यो समय चाहिँ साँच्चै आज परमेश्वरले तपाईँ हामीलाई के कुरा भन्दै हुनुहुन्छ भन्ने कुरालाई तपाईँहरूको माझमा म भन्ने छु। म जसै गरी अलिकति मूसाको बारेमा बोल्न गइरहेको छु। अनि वास्तवमा परमेश्वरको राज्यमा मूसाले चाहिँ के कुरालाई गरेको थियो, अनि आज मूसा चाहिँ कस्तो व्यक्ति थियो भन्ने कुरालाई नै म जोड्न चाहेको छु। किनभने हामी 2026 को सुरुवातीमा छौँ अनि परमेश्वरले हामीलाई यो मण्डलीलाई आज वचन पनि त्यही अनुसार दिनुभएको छ। त्यस कारणले गर्दा नि आज म मूसाको विषयमा बोल्न गइरहेको छु। फेरि पनि भन्नुहोस् त, यो वर्ष 2026 मा परमेश्वरले यो मण्डलीलाई दिनुभएको वचन कति हो भन्नुहोस् त। कतिजनाले भन्नु थाहा भएछ? थाहा हुनेले हात उठाउनुहोस् त। 1 जना, 2 जना, जम्मा यतिलाई 3 जना। ल भनिदिनुहोस्, 1 जना जसले कन्ट गर्नु भएको छ भनिदिनुहोस् त। ल कन्ट गरेकोले भनिदिनुहोस् त। आएन है। ल अब फेरि अर्को चाहिँ मेरो वचन पर्छ, म सोधिहाल्छु। यो वचन कन्ठ सबैले गर्नुपर्छ है। परमेश्वरले यो वर्ष चाहिँ हाम्रो मण्डललाई के कुरा गर्नुभएको छ भन्ने गर्दा आगै 2 को 9 मा चाहिँ म यस भवनमा चाहिँ पछिको महिना भन्दा अघिको आउने यो पछि महिना चाहिँ आज अघिको महिना भन्दा पछिको महिना चाहिँ के गर्नेछु भन्नुभएको छ, शक्तिशाली रूपमा खनाउने छु र यो मण्डललाई चाहिँ के दिनेछु, शान्ति दिनेछु भन्नुभएको छ। हालेलुया। त्यसकारणले गर्दा परमेश्वरले चाहिँ आज साँच्चै नै अहिलेको महिमा भन्दा पछि आउने महिमा चाहिँ झन् साह्रो बढ्ता गरी के हुनेछ, शक्तिशाली हुनेछ। परमप्रभुले बोल्नु भएको छ 2026 मा। त्यसकारणले गर्दा हामी 2026 को सुरुवातीमा छौँ अनि हामी चाहिँ सबैजना यो कुरा पक्राउनको निम्ति लिनको निम्ति चाहिँ तपाईँ के हुनुपर्छ, तयारी हुनुपर्छ। हालेलुया। त्यसकारणले गर्दा म आज मूसाको विषयमा बोल्न गइरहेको छु। यहाँनिर हामी हेर्छौँ भने मूसा भन्ने विषय हामी सबै प्रचार गरिरहेका छौँ। तपाईँ सबैजनालाई थाहा छ। यहाँनिर मूसाको बोलावटको विषयमा अलिकति मैले जोड दिएँ अनि म सरसर्ती पढ्ने छु है आज। अनि अलिक पछाडि गएर मात्रै म रोकिनेछु। सबैजनाले तपाईँको बाइबललाई खोल्नु सक्नुहुन्छ यो समय। प्रस्थानको पुस्तक 3 अध्याय। जसै गरी म मूसाको बोलावट चाहिँ कसरी भयो भन्ने कुरालाई अलिकति मात्र मैले जोड दिएँ। यहाँनिर म 3 को 1 देखिको 4 सम्म पढिदिनेछु। मूसाले आफ्ना ससुरा मिद्यानका पुजारी यित्रोका भेडा बाख्रा चराइरहेका थिए र तिनले भेडा बाख्रा चराउँदै उजाट स्थानको पारीतिर परमेश्वरको पर्वत अर्थात् होरेबसम्मै लगे। त्यहाँ एउटा जलिरहेको पोथ्राको ज्वालामा परमप्रभुका दूत तिनीहरूका प्रकट भए र तिनले पोथ्रालाई हेरे। त्यो पोथ्रा जलिरहेको थियो तापनि भस्म हुँदैन थियो। मूसाले भने, अब म छेउमा गएर यो गजबको दृश्यलाई हेर्नेछु। त्यो पोथ्रा किन भस्म हुँदो रहेनछ? जब हेर्नलाई तिनी त्यतातिर लागेका परमप्रभुले देख्नुभयो। तब परमेश्वरले पोथ्राको बीचबाट मूसा मूसा भनेर तिनलाई बोलाउनु भयो। हालेलुया। हामी मूसाको बोलावट चाहिँ कसरी भयो भन्ने गर्दा मूसा चाहिँ एउटा आफ्नो ससुराको भेडा बाख्रा चराइरहेको बेलामा आज जसै गरी उसले चाहिँ झाडीमा चाहिँ बलिरहेको आगोलाई देख्छ। त्यो आगो चाहिँ के हुँदैन, निप्दैन। त्यो आगो चाहिँ के हुँदैन भन्नुहोस् त, निप्दैन। अनि ननिपिसके पछाडि चाहिँ ऊ चाहिँ किन नै ननिप्दो रहेछ भनेर ऊ चाहिँ छेउमा जान्छ। अनि त्यो बलिरहेको आगो छेउमा जाँदै गर्दा चाहिँ परमप्रभुको आवाज के आउँछ, मूसा मूसा भनेर चाहिँ आवाज आउँछ। अनि मूसाको बोलावट चाहिँ परमेश्वरले आज यसरी गर्नुभयो। अनि म अलिकति फेरि उता लगिहालेँ। फेरि 9 र 10 मा पनि म 9 र 10 मा पनि पढ्नेछु। अब हेर, इजरायलीहरूको पुकारा म कहाँ आइपुगेको छ। मिस्रीहरूले तिनीहरूमाथि गरेको अत्याचार मैले देखेको छु। यसकारण अब जा, मेरा प्रजा अर्थात् इजरायलीहरूलाई मिस्रबाट निकालेर ल्याउन म तँलाई फारो कहाँ पठाउँदैछु। को कहाँ? फारो कहाँ? के को लागि? इजरायलीहरूलाई त्यो मिस्रको दासत्वबाट निकाल्नको निम्ति चाहिँ आज मूसालाई परमेश्वरले यो समयमा के गर्दै हुनुहुन्छ, अब उहाँको राज्यमा अथवा उहाँको काम गर्नको निम्ति चाहिँ के गर्दै हुनुहुन्छ, यहाँ बोलाउँदै हुनुहुन्छ। हालेलुया। हालेलुया।
परमेश्वरसँग चाहिँ मोसाको कसरी भेट भयो भन्नुहोस् त? कसरी भेट भयो? कसरी उसको आवाज कहाँनिर सुनेको थियो? एउटा बलिरहेको पोथामा है, पोथामा चाहिँ आज परमेश्वरको आवाज चाहिँ आज मोसाले सुनेको छ। अब त्यस पछाडि चाहिँ के भयो भन्नुहुन्छ भनेदेखिको जसै गरी मोसालाई चाहिँ इजरायली जातिहरूलाई जसै गरी मिश्रीहरूको दासत्वबाट छुटकारा दिनको निम्ति फेरि परमेश्वरले यो 9 र 10 मा के गर्दै हुनुहुन्छ? बोलाउँदै हुनुहुन्छ। त्यहाँनिर कति वर्ष भएको थियो इजरायली जातिहरू चाहिँ दासत्वमा परेको? कति वर्ष? अनिले बाई भित्र भन्दैछ, म सुन्दैछु। कति वर्ष भएको थियो? 430 वर्ष भइसकेको थियो दासत्वमा परेको। अनि जसै गरी चाहिँ इजरायली जातिहरू चाहिँ चुनिएको जाति भएको कारण उनीहरूले चाहिँ परमेश्वरसँग प्रार्थना गरेको कारण परमप्रभुले के गर्नुभएको थियो? इजरायली जातिहरूको प्रार्थना सुन्नु भएको थियो। त्यस कारणले गर्दा चाहिँ त्यो व्यक्तिहरूलाई चाहिँ आज लिडरसिप गरेर अथवा लिड गरेर चाहिँ आज साँच्चै नै ल्याउनको निम्ति को व्यक्तिलाई चुन्नुभयो? मोसालाई चुन्नुभयो। हालेलुया। अब म अलिकति अगाडि कुद्दैछु है, फेरि आज हाम्रो प्रभोज पनि छ। अनि त्यस पछाडि चाहिँ मोसाले चाहिँ कसरी ल्यायो भन्ने कुरा हामी यहाँ पढाएको छौँ है, भनेको भने चाहिँ म भन्दिनँ, हामी सबैजनालाई थाहा छ। अनि मोसाले चाहिँ के गर्नुभयो भन्ने गर्दा इजरायली जातिहरूलाई चाहिँ ल्याउनु भयो। अनि त्यो ल्याउँदै गर्दाको म बाटोको घटनाहरू चाहिँ एक दुईवटा म तपाईँहरूको मासमा म भन्ने छु। अनि त्यसको प्रस्थान 14 को 21 र 22 मा एउटा घटना घटेको छ। त्यो चाहिँ के भन्दै गर्दा इजरायली जातिहरूलाई मिश्रबाट निकालेर ल्याउँदै गर्दा चाहिँ त्यहाँनिर के भयो भन्दै गर्दा एउटा लाल समुद्र चाहिँ के भएको छ? इजरायली जातिहरूको निम्ति चाहिँ के भयो? त्यहाँ खडा भएको हामी पाउँछौँ। अनि म यो पनि पढ्ने छु। अनि त्यसै गरी चाहिँ त्यहाँ एउटा पछाडिबाट हामी हेर्छौँ भनेदेखिको चाहिँ इजरायली जातिहरूलाई चाहिँ के गरेको छ? मिश्री जातिले चाहिँ एउटा घोडा रथहरूमा चाहिँ के गरेको छ? खेदिरहेको छ। अनि अगाडि चाहिँ के भयो? एउटा लाल समुद्र भने ठुलो होइन, समुद्र भनेपछि हामीलाई थाहा छ सबैजनालाई। अब समुद्र भने चाहिँ ठुलो कता हो कता होइन, तर्नै नसकिने यस्तो खालको एउटा समुद्र चाहिँ के भयो? अगाडि खडा भएको छ। पछाडिबाट चाहिँ मिश्री जातिले के गर्छ? घोडा रथहरू लिएर चाहिँ फेरि चाहिँ इजरायली जातिलाई खेद्दै आउँदैछ। अनि यो परिस्थितिमा चाहिँ जसै गरी चाहिँ के भयो भन्दै गर्दा फेरि पनि इजरायली जातिले मोसासँग चाहिँ के गर्न थाले? गनगन गर्न थाले है, गनगन गर्न थाले। अनि गनगन गरिसके पछाडि फेरि मोसाले चाहिँ परमेश्वरसँग प्रार्थना गर्नुभयो। अनि प्रार्थना गरिसके पछाडि चाहिँ 16 पदमा चाहिँ परमेश्वरले मोसालाई भन्नुभयो कहिले चाहिँ आफ्नो लौरो उठाएर आफ्नो हात समुद्रतिर पसारेर त्यसलाई 2 भाग गर कि इजरायलीहरू समुद्रको बीचबाट ओबानो भूमिमा हिँडेर जाउन्। हालेलुया। अनि त्यसै गरी इजरायली जातिले गनगन गर्दै गर्दा चाहिँ मोसाले चाहिँ के गर्यो? प्रभुसँग नै प्रार्थना गर्यो। अनि प्रार्थना गरिसके पछाडि चाहिँ परमेश्वरले चाहिँ भन्नुभयो तसँग भएको त्यो हातको लौरोले चाहिँ के गर भने चाहिँ त्यो समुद्रलाई छु ताकि त्यो चाहिँ 2 भाग हुनेछ भनिकन प्रभु भन्नुभयो। अनि त्यस पछाडि चाहिँ यहाँ हामी 21 र 22 मा हेर्छौँ भने तब मोसाले आफ्नो हात समुद्रमाथि पसारे र प्रभुले रातभरि जोडसित पूर्वीय बतास चलाइदिनु भयो र समुद्रलाई पछि पन्साइदिनु भयो र पानी 2 भाग भएर समुद्र ओबानो जमिन भयो। इजरायलीहरू समुद्रको बीचबाट ओबानो जमिनमा हिँडेर गए र पानी तिनीहरूका दाहिने र देब्रेपट्टि तिनीहरूका निम्ति चाहिँ पर्खाल भयो। हालेलुया। हालेलुया। यहाँ चाहिँ के कुरा भयो भन्दै गर्दा जसै गरी मोसाले चाहिँ इजरायली जातिहरूलाई त्यो 430 वर्षको दासत्व पछि निकालेर ल्याउँदै हुनुहुन्छ। अनि ल्याउँदै गर्दा चाहिँ यो चाहिँ एउटा जुन चाहिँ प्रतिज्ञा गरेको देश दूत र मह बग्ने देशमा जाँदै गर्दा यो यात्राको क्रममा भएको घटना हो। अनि पछाडिबाट चाहिँ इजरायली जातिहरूलाई चाहिँ मिश्री जातिले के गर्दैछ? शत्रुहरूले खेद्दैछ। अनि आफ्नो अगाडिको भागमा चाहिँ के छ? तर्नै नसक्ने लाल समुद्र छ। अनि फेरि पनि इजरायली जातिहरू गनगन गर्दै गर्दा परमेश्वरले चाहिँ मोसाको जीवनबाट चाहिँ के काम गर्नुभयो? यो आज समुद्रलाई नि 2 भाग पार्नुभयो। हालेलुया। हालेलुया। बुझ्दै हुनुहुन्छ?
समुद्रलाई नै उहाँले के गर्नुभयो, दुई भाग पारिदिनु भयो है। अनि त्यत्रो छलाक इजरायली जातीय त पुरुषहरू गणना भएको मात्रै भनेर भन्छ बाइबलले। त्यहाँदेखिको त छलाक जातिहरूको, छलाक पुरुषहरूको अथवा ठुलोहरूको छोराछोरी भेडा बाख्रा होइन, त्यो बेला टन्नै गाई गोरु हुन्थ्यो, भेडा बाख्रा पाल्थे। अनि सबै आफ्नो सामल तुमल गर्दा त कैयौँ हो नि होइन। हामी हिसाबै गर्दा पनि 6 लाख गर्नुलाई त हामीलाई कति दिन लाग्छ होला होइन। पैसे गर्नु पर्यो भने पनि, नम्बरै गर्नु पर्यो भने कति दिन लाग्छ हामीलाई भने। त्यत्रो बेसी मानिसहरूलाई चाहिँ आज जम्मा एकजना कसले, मोसाले लिड गर्दैछ है, लिड गर्दैछ। हामी यहाँनिर के कुरा पाउँछौँ, परमेश्वरको महान आश्चर्य काम पनि पाउँछौँ है। एउटा परमेश्वरको बोलावट चाहिँ मोसाको जीवनमा चाहिँ शक्तिशाली पनि हामी पाउँदैछौँ। हालेलुया, हालेलुया। अनि यो ठाउँमा चाहिँ जसै गरी चाहिँ के गरेको छ, जब ओभानो भूमि भयो, त्यो ओभानो भूमिबाट चाहिँ इजरायली जातिहरू चाहिँ तरेर गयो। फेरि पनि मिश्री जातिहरू अथवा उनीहरूको शत्रुहरू पछि खेद्दै आउँदै थिए। जब यो व्यक्तिहरू अथवा इजरायली जातिहरू लाल समुद्र तरिसके पछाडि चाहिँ फेरि पनि मिश्री जातिहरू आउँदै गर्दा चाहिँ फेरि पनि त्यो के भयो, पानीको पर्खाल जस्तो भएको थियो। त्यो पर्खालहरू ढलेर चाहिँ सबै इजरायली जातिहरूको शत्रुलाई चाहिँ नाश गरिदिएको घटना हो यो है। अनि यस पछाडि फेरि पनि अर्को घटनालाई मैले जोडेँ। यहाँनिर हामी हेर्छौँ भनेदेखिको चाहिँ फेरि 17 अध्यायमा अर्को घटना भयो त्यही यात्राको क्रममा। यहाँ चाहिँ इजरायली जातिहरू चाहिँ कहाँ पुगेको थियो भन्ने गर्दा चाहिँ सिनको उजाट स्थान अथवा रफिदिम भन्ने स्थान अथवा त्यो ठाउँमा चाहिँ इजरायली जातिहरू पुगेको थियो। अनि त्यहाँ चाहिँ फेरि के भएको छ, तिर्खाले इजरायली जातिहरू, गाई बस्तु सबै मानिसहरू चाहिँ के भएको छ, एकदम तिर्खाएको छ। मरुभूमिको बाटो भएर जाँदैछ, पानीहरू थिएन। अनि फेरि त्यति बेला पनि के भएको छ, इजरायली जातिहरू चाहिँ मोसासँग नै गनगनाएको छ। मोसासँग नै के गरेको छ, गनगनाएको छ। अनि फेरि परमेश्वरसँग मोसाले प्रार्थना गर्छ। अनि गरिसके पछाडि चाहिँ फेरि यहाँनिर म 5 र 6लाई पढेछु, 17 को 5 र 6लाई। फेरि पनि परमप्रभुले मोसालाई भन्नुभयो, इजरायलीहरूका धर्मगुरुहरूमध्ये कतिलाई साथमा लिएर मानिसहरूका अघि अघि जा। तैले नील नदीलाई हिर्काएको तेरो लौरो पनि आफ्नो हातमा लिएर जा। म होरेबमा भएको चट्टानमा तेरो अघि खडा हुनेछु। तैले चट्टानलाई हिर्काउनु र मानिसहरूले पिउनलाई त्यहाँबाट पानी निस्कनेछ। तब मोसाले इजरायलीहरूका धर्मगुरुहरूका सामुने त्यसै गरे। अनि यहाँनिर चाहिँ हामी तलनिर हेर्छौँ भने चाहिँ त्यो ठाउँको नाम चाहिँ के राखेको छ भन्दै गर्दा उनीहरू चाहिँ इजरायली जातिहरू चाहिँ झगडा गरेको कारण चाहिँ त्यहाँ के भएको छ भनेर मस्सा र मेरिबा राखे भनेर भन्छ है। यो ठाउँ पहिलोचोटि चट्टानबाट पानी निकालेको ठाउँको नाम चाहिँ के राख्यो भनेर मस्सा र मेरिबा राखे भनेर भन्छ। यो चाहिँ परिदिम भन्ने ठाउँमा हो है। अनि जसै गरी चाहिँ परमेश्वरको सामुने चाहिँ मोसाले त्यही कार्यलाई गरे। अनि त्यहाँनिर पनि त्यही कार्य भएको छ। अनि यो कुराबाट चाहिँ परमेश्वर के हुनुभयो, मोसाको जीवनबाट आनन्दित हुनुभयो, महिमित हुनुभयो। तर अब यो एउटा अर्को घटना मिल्छ। फेरि अब अर्को घटनामा म लान्छु। अनि आज जोड दिन चाहेको घटनामा भर्खर म आइपुग्दैछु है। किनभने मैले अगाडिको स्त्री बेसरी कुदाएको चाहिँ आज जोड दिन चाहेको म घटनालाई चाहिँ म तपाईँहरूको माझमा ल्याउनको लागि म अलिक छिटो कुदेको। अब यहाँनिर चाहिँ म गन्तीको पुस्तकमा तपाईँहरू आउन सक्नुहुन्छ। अनि यहाँनिर पनि हामी हेर्छ भने चट्टानबाटको पानी भन्ने माथि शीर्षक छ। अनि यहाँनिर चाहिँ फेरि इजरायली जातिहरू कहाँ पुगेको छ भन्दै गर्दाखेरि चाहिँ जिनको उजाट स्थान अथवा कादेश भन्ने ठाउँमा चाहिँ आज के आएको छ, इजरायली जातिहरू आइपुगेको छ। अनि त्यहाँनिर चाहिँ एउटा घटना यस्तो भयो जुन घटना चाहिँ म तपाईँहरूको बिचमा पढ्दैछु। यहाँनिर चाहिँ के भएको छ भन्दै गर्दा त्यो ठाउँमा पनि इजरायलीहरू चाहिँ के भएको छ,
तिर्खाले मर्न लागेको छ है, तिर्खाले मर्न लागेको छ, प्याक्टी भइरहेको छ। अनि फेरि कसलाई गनगन गर्ने? फेरि पनि उही मोसालाई है, उही मोसालाई। अनि मोसालाई गनगन गर्दै गर्दा चाहिँ के भएको छ भन्ने गर्दा नि यहाँनिर फेरि पनि मोसाले प्रार्थना गर्छ परमप्रभुसँग नै। अनि यहाँनिर चाहिँ म तपाईँहरूलाई म 8देखिको चाहिँ म पढ्नेछु, 8देखि चाहिँ म 12सम्म सरर पढ्नेछु। मजाले ध्यान दिएर सुन्नुहोस्। गन्ती 20को म 8देखिको 12सम्म पढ्नेछु। यो लौरो लिएर त र तेरा दाजु हारुन गएर समुदायलाई जम्मा गर, तिनीहरूका आँखाकै सामुन्ने यस चट्टानलाई हुकुम गर र चट्टानबाट पानी निस्कने छ र तैँले यस चट्टानबाट तिनीहरूका निम्ति पानी निकाल्ने छस्। यसरी तैँले समुदाय र तिनका गाईबस्तुहरूलाई पानी दिने छस्। तब प्रभुले आज्ञा गर्नुभए चाहिँ मोसा लौरो लिएर उहाँको सामुन्नेबाट गए। अनि मोसा र हारुनले चट्टानको सामुन्ने समुदायलाई जम्मा गरे। तब मोसाले तिनीहरूलाई भने, सुन हे विद्रोही मानिसो, के यही चट्टानबाट हामी तिमीहरूका निम्ति पानी निकालिदेऊ? अनि मोसाले आफ्नो हात उठाए, 2 पल्ट आफ्नो लौरोले चट्टान हिर्काए। तब त्यहाँबाट प्रशस्त पानी फुटेर निस्क्यो अनि समुदाय तिनीहरूका गाई बस्तुले पिए। अब 12लाई म पढ्नेछु है। तर परमप्रभुले मोसा र हारुनलाई भन्नुभयो, मलाई इजरायलीहरूका सामु पवित्र तुल्याउनलाई तिमीहरूले ममाथि विश्वास नगरेको हुनाले मैले तिनीहरूलाई दिने देशमा तिमीहरूले यस समुदायलाई पुर्याउन पाउने छैन। अब यहाँनिर चाहिँ कस्तो घटना भयो त है? त्यत्रो छलाक इजरायली जातिहरूलाई परमेश्वरले लिड गर्नको निम्ति मोसालाई चुन्नुभयो। अनि मोसालाई चुनिकन पनि अझै छ, थुप्रै छ मोसाको जीवनमा भएको कामहरू त। तर पनि मैले मुख्य जस्तो मोसाद्वारा नै परमेश्वरले चाहिँ 10 आज्ञा पनि दिनुभयो। यति महान व्यक्ति हामी बाइबलमा पाउँछौँ भने, बाइबलमा के कुरा पाउँछौँ भने अब अलिकति म तपाईँहरूको यता मलाई हेर्नुहोस् ल। अब म यहाँ मुख्य पोइन्टमा आइपुगेको छु। अनि जसै गरी हामी के कुरालाई पाउँछौँ भन्ने गर्दा मोसालाई चाहिँ नि परमेश्वरले यति महान व्यक्ति, त्यत्रो छलाक इजरायली जाति होइन, छोराछोरी गर्दा त 25-30 लाख नै पुग्यो होला गाई गोरु, त्यत्रोलाई लिड गर्नको निम्ति चुन्नु भयो। अनि र पनि यहाँ हामी हेर्छौँ भने मोसालाई चाहिँ के भनेछ भन्ने गर्दा आमुने सामने साथीहरू जस्तै मित्रहरूसँग कुरा गरे जस्तै परमप्रभु चाहिँ मोसासँग कुरा गर्थ्यो भनेर धर्मशास्त्र बाइबलले भन्छ है। अब भनिसके पछाडि यहाँनिर मोसाको जीवनमा त्यत्रो लाल समुद्र है, त्यत्रो लाल समुद्र पनि 2 भाग गर्नुभयो परमेश्वरले उहाँकै जीवनबाट है। चट्टानहरूबाट पानी निकाल्दै आउनुभयो। तर यो ठाउँमा आइसके पछाडि चाहिँ मोसा चाहिँ के भएको छ? चुकेको छ। चुकेको ठाउँ भेट्टाउनु भयो। लु यहाँ कतिजनालाई थाहा छ भन्नुहोस् त चुकेको ठाउँ? मोसाले के भन्नुभयो? यो वचनमा चाहिँ हामी के कुरा पाउँछौँ भने नि चट्टानलाई चाहिँ हुकुम मात्रै गर अरे क्या। एकचोटि 2चोटि कुरा छैन। हुकुम गर भनेको के हो? बोल्नु मात्रै पर्ने क्या। हुकुम गर्नु भनेको चाहिँ अब निस्किआइज भन्नुपर्ने थियो होला होइन, के भन्नुपर्ने? अब नेपाली बाइबलमा चाहिँ यही कुरा हामी पाउँछौँ है। कति व्यक्तिहरूले चाहिँ अब कति बाइबल विद्यालय के भन्नुहुन्छ के भन्नु, तर पनि हामी नेपाली बाइबललाई नै आधार मानेर हामी परमेश्वरको वचनलाई हामी पछाइरहेको कारणले चाहिँ चट्टानलाई चाहिँ के गर्नुपर्ने थियो? हुकुम मात्रै गर्नुपर्ने थियो। तर त्यहाँनिर चाहिँ के गर्यो? मोसाले चाहिँ 2 लौरो हिर्कायो। हेर्नुहोस् है, 2 लौरो हिर्काएको कारण चाहिँ परमप्रभुले चाहिँ प्रतिज्ञामा त भित्र म बस्ने देशमा पुर्याउँछु अथवा यो जातिलाई तँले पुर्याउँछस् भनेको कुरालाई चाहिँ यहाँनिर चाहिँ आए पछाडि टक्कै के गर्नुभयो? के गर्नुभयो? परिवर्तन गर्नुभयो अथवा उल्टाउनु भयो। अब तैँले पुर्याउन पाउने छैनस् भनेर के भन्नुभएको छ? यहाँनिर मोसालाई भन्नुभएको छ। अब यहाँ बाइबलमा त यो कुरा पाउँछौँ। मोसाको जीवनमा त यो कुरा भयो है। मोसाको जीवनमा त यो कुरा भयो। मोसालाई परमेश्वरले शक्तिशाली रूपमा इजरायली जातिहरूको अगुवाउनको निम्ति चुन्नु भयो। अब यति पढ्यौँ, यहाँबाट तपाईँ हामीलाई के शिक्षा मिल्यो? फेरि पनि मोसाको जीवनबाट शक्तिशाली कार्यहरू गर्नुभयो परमेश्वरले।
अब हामीलाई चाहिँ के शिक्षा मिल्यो? अब यहाँनिर आएर मोसा चाहिँ परमेश्वरको सामुन्ने चुक्यो अनि प्रतिज्ञाको देशमा जान पाएन। अब यहाँबाट तपाईहरुले के सिक्ने? के सिक्ने? मण्डलले के सिक्ने? तपाईहरुले के सिक्ने? चुक्यो, सिद्धियो, घटना च्याप्टर क्लोज, सिद्धियो। अब तपाईं हामीले परमेश्वरबाट नै गरिएको सम्पूर्ण कार्य हो। तर यो घटनाद्वारा चाहिँ तपाईं हाम्रो जीवनमा परमेश्वरले के कार्यलाई गर्दै हुनुहुन्छ? तपाईं हाम्रो जीवनमा के कार्य गर्दै हुनुहुन्छ? अथवा कुन शिक्षा दिँदै हुनुहुन्छ? अथवा मण्डललाई के कुरा सिकाउँदै हुनुहुन्छ? यो चाहिँ सबैभन्दा महत्त्वपूर्ण कुरा हो। हालेलुया, हालेलुया। यो घटनाबाट मण्डलले के कुरालाई सिक्दैछ? यो घटनाबाट तपाईहरुले के कुरालाई सिक्दैछ? यो चाहिँ सबैभन्दा महान कुरा हो। यो चाहिँ सबैभन्दा महत्त्वपूर्ण कुरा हो। हालेलुया। हामीले हेर्छौँ भने मोसाको जीवन चाहिँ यति शक्तिशाली रूपमा तथा छलाक इस्राएली जाति त सँगसँगै 15-20 लाख थियो। त्यत्रो कुरालाई लिड गर्ने एउटा व्यक्ति अनि त्यत्रो लाल समुद्रमा लट्ठीले हान्दै गर्दा 2 भाग भएको त्यति शक्तिशाली व्यक्ति परमेश्वरले बनाउनु भएको थियो। तर त्यो गर्दै गर्दा यत्रो गन्धनहरू सुन्दै आयो। मोसा त्यत्रो इस्राएली जातिले गन्धन गर्दै सबै कुराहरू सधैँ कहिले बत्तै खानु पाएन भने चाहिँ कहिले मन्ना खानु पाएन भने चाहिँ इस्राएली जातिहरूले त्यो कुरा सबै सधैँ मोसा आइरहेको छ। तर यो मोसाको जीवनमा यस्तो एउटा घटना आयो जुन चाहिँ परमेश्वरले के भन्नुभएको थियो, उनको मात्रै गर्दै चट्टानलाई। तर मोसाले के गर्यो? उसले 2 चोटि चाहिँ लौरोले हान्यो अनि प्रभुले भन्नुभयो, अब प्रतिज्ञा गरेको मैले देशलाई अब त जान पाउँदैनस्। अनि हामी हेर्छौँ भने मोसाले नि व्यवस्थाको पुस्तकमा बिन्ती गरेको पाउँछौँ। हामी परमेश्वरसँग बिन्ती गरेको कुरा पाउँछौँ। तर पनि प्रभुले मोसालाई भन्छ, अब उसो कुरा नगर है, अब यहाँभन्दा बढ्ता नबोल भनिकन मोसालाई परमेश्वरले भन्नुभएको छ। त्यसकारणले गर्दा आज तपाईँ हामीलाई परमेश्वरको भलाइ शक्तिशाली बोलाओ होला, मण्डलीमा परमेश्वरको अनुग्रह प्राप्त होला। तर एउटै कुरो तपाईँ हामी चाहिँ नि एउटा कुरामा सिक्यौँ भने चाहिँ परमेश्वरले गर्नुभएको अनुग्रह, परमेश्वरले राखिदिनु भएको आशिष, परमेश्वरले दिन्छु भनेर प्रतिज्ञा गरेको आशिषहरू चाहिँ परमेश्वरले दिनुहुन्न। हामीलाई लाग्छ कतिचोटि परमेश्वर चाहिँ खालि अनुग्रहकारी प्रेमिलो परमेश्वर, उहाँले क्षमा गर्नुहुन्छ। तर परमेश्वर चाहिँ हामीले सोचेको जस्तो परमेश्वर हुनुहुन्न। उहाँ चाहिँ नि हामीले सोचेको जस्तो, मानिसले सोचेको जस्तो अनि मानिसको इच्छामा काम गर्ने परमेश्वर हुनुहुन्न। त्यस कारणले गर्दाखेरि आज तपाईँ हामी सबैभन्दा बढ्ता चाहिँ परमेश्वरको राज्यमा के गर्न आवश्यकता छ? होशियारी अपाउन आवश्यकता छ। हालेलुया, हालेलुया। होशियारी हुन आवश्यकता छ। यहाँनिर हामी हेर्छौँ भने मोसाले के भइसकेको छ? रिस उठिसकेको छ। इस्राएल जातिले गन्धन गरेको छ अनि मोसाले इस्राएल जातिलाई यही कुरा भनेको छ, तिमीहरूले गन्धन गरेको कारण म प्रतिज्ञाको देशमा पनि जान पाइन भनेर इस्राएल जातिलाई भनेको हामी पाउँछौँ है। कतिचोटि नि तपाईँ हाम्रो जीवनमा हामीले एकचोटि गल्ती गर्यौँ भनेदेखिको नि तपाईँ हामीले पाउने आशिषहरू चाहिँ तपाईँ हाम्रो जीवनमा गुम्छ। त्यस कारणले गर्दा आज तपाईँ हामी नर्मल कलिङको होला, हाई कलिङको होला, सबै व्यक्तिहरूलाई परमेश्वरको आफ्नो बोलावट, आफ्नो इच्छा, आफ्नो योजना उहाँले बनाउनु भएको छ। तर एउटै कुरा तपाईँमा होशियारी हुन आवश्यकता छ। हालेलुया, हालेलुया। तपाईँ कति होशियारी हुँदैछौँ? परमेश्वरले दिनुभएको कुरामा कति होशियारी हुँदैछौँ? त्यहाँनिर मोसालाई त्यत्रो धेरै इस्राएली जातिहरू मोसाको जिम्मामा चाहिँ के गर्नु हुँदै थियो? कनान देशमा लानको निम्ति दिनुभएको थियो। तर त्यो कुरा गर्दै थियो मोसाले, नगरेको पनि होइन। दुःख कष्ट थुप्रो थियो, भोग्दै थियो।
तर पनि एउटै घटना जुन घटनामा अथवा जुन परमेश्वरले भनेको एउटा कुरामा मुसा चुक्दै गर्दा चाहिँ प्रतिज्ञाको देशलाई चाहिँ उसको आँखाले मात्रै हेर्न पायो, टेक्न पनि पाएन। मलाई लाग्छ कि तपाईँ हाम्रो बुझाइ परमेश्वरले मलाई यो भन्नुभएको छ जसरी भए पनि हुन्छ है, धर्मी जनता सातै पल्ट लडे पनि उड्छ, हो उड्छ, नउठ्ने होइन, उड्छ। तर परमेश्वरले चाहिँ तपाईँहरूलाई के कुरा दिनु भएको छ, के कुरा दिन लाग्नु भएको छ, तर त्यो कुरा चाहिँ हामी पाउँदैनौँ के। उठ्नु त उठ्छौँ। मलाई यहाँनिर लडेर 12 टाका लगाए पनि म निको हुन्छु, तर मेरो त्यो खत मेटिँदैन नि, मेटिँदैन। पहिलाको जस्तो हुन्छु हुँदिन। हामी लड्छौँ, निको हुन्छौँ, उड्छौँ, तर पनि परमेश्वरको अनुग्रहलाई, परमेश्वरको योजनालाई चाहिँ तपाईँ हामी टुक्राए पछाडि चाहिँ नि फेरि पनि त्यो पाउनलाई गाह्रो हुन्छ। हालेलुया, हालेलुया, हालेलुया। बुझ्दै हुनुहुन्छ? त्यस कारणले गर्दा आज मोसा यति शक्तिशाली प्रभावशाली व्यक्ति हुनुहुन्थ्यो, परमेश्वरसँग आम्ने सामने मित्र जस्तोसँग कुरा गर्ने व्यक्ति हुनुहुन्थ्यो। त्यत्रो समुद्रलाई चाहिँ एउटा लट्ठी लाउँदै गर्दा 2 भाग, यति शक्तिशाली व्यक्ति। हामी यहाँ हेर्छौँ भनेदेखिको त परमेश्वरले त मोसालाई त ईश्वर तुल्याउँछु पनि भन्नुभएको छ है। उसको दाजुको अगाडि तल म ईश्वरतिर तुल्याउँछु, त्यत्रो ईश्वर सबनको बनाउनु भएको थियो परमेश्वरले मोसालाई। तर मोसा एक ठाउँ परमेश्वरको आवाजमा चुक्दै गर्दा मोसाले ठुलो के गयो, नोक्सानलाई भोग्नु पर्यो, ठुलो नोक्सानलाई भोग्नु पर्यो। त्यस कारणले गर्दाखेरि आज मण्डलीले नि परमेश्वरले दिएको कुरालाई हामी पक्राउँदैनौँ, परमेश्वरले बोलेको कुरालाई हामी लिँदैनौँ, परमेश्वरले भनेको कुरामा हामी हिँड्दैनौँ, परमेश्वरले भनेको बाटोमा हामी हिँड्दैनौँ भने मण्डली पनि चुक्छ है, मण्डली पनि चुक्छ। त्यस कारणले गर्दा आज तपाईँ हामी परमेश्वरको राज्यमा होसियारी साथ जिउन सबैभन्दा महत्त्वपूर्ण कुरा छ। हालेलुया, हालेलुया। त्यस कारणले गर्दा आज तपाईँ हामी परमेश्वरले दिनुभएको अथवा प्रतिज्ञा गर्नुभएको थोकहरूलाई पाउनको निम्ति, प्राप्त गर्नको निम्ति चाहिँ तपाईँ हामी चाहिँ एकदमै धेरै होसियारी र आज्ञाकारी भइकन तपाईँ हामी जिउन आवश्यकता छ। हामी हेर्छौँ भने साउल पनि इजरायल देशको त्यत्रो पहिलो राजा है, त्यस्तो राजा जस्तो व्यक्ति पछि पनि के भयो, चुकेपछि के भयो, राज्यहरू नै तितर भयो, राज्य नै विभाजित भयो। त्यति मात्र होइन, परमेश्वरको आत्माले साउललाई छोडियो भनेर धर्मशास्त्र बाइबलले भन्छ। हालेलुया, हालेलुया। सुन्दै हुनुहुन्छ? सबैभन्दा शक्तिशाली कुरो राज्य टुक्रो, परमेश्वरले दिनुभएको राज्य टुक्रो होस्यो। तर अर्को कुरा चाहिँ परमेश्वरको आत्माले चाहिँ साउलको जीवनलाई के भयो भन्छ, छोडियो भन्छ है। साउलको जीवनको निष्ठिमा परमेश्वरको आत्मा भन्छ। त्यस कारणले गर्दाखेरि आज तपाईँ हामी चाहिँ नि परमेश्वरबाट पाएको थोकहरूलाई बचाइराख्नको निम्ति अथवा परमेश्वरले देखाउनु भएको मार्गमा हिँड्नको निम्ति तपाईँ हामी चाहिँ होसियारी भएर हिँड्नु आवश्यकता छ। हालेलुया। सुन्दै हुनुहुन्छ? के हुनुपर्छ अरे? के हुनुपर्छ फेरि भन्नुहोस् त? के हुनुपर्छ? होसियारी हुनुपर्छ। होसियार, एकदम होसियारी हुनुपर्छ। यहाँनिर त्यही भएको छ। मोसा यति धेरै महान व्यक्ति बाइबलमा हामी एउटा अगुवा भनेको चाहिँ को भन्दा सबैभन्दा सुरुवातमा हामी मोसालाई नै लिन्छौँ है, मोसालाई नै लिन्छौँ। तर मोसा चाहिँ यति असफल भएको व्यक्ति लाग्छ तपाईँ हामीलाई है।
यति शक्तिशाली व्यक्तिहरू पनि असफल हुँदो रहेछ। हामी त के जिउनु भन्ने पनि लाग्छ होला फेरि। यो खालि गलत क्या विश्वासको सोचाइ चाहिँ नि। प्रकाश त आयो भन्छ खालि उल्टो, खालि उल्टो। अब कतिजनालाई लाग्छ होला फेरि मोसा यस्तो शक्तिशाली व्यक्ति पनि चुकेछ त हामी त के नचुक्ने भन्ने पनि हुन्छ फेरि कतिजनालाई है। मोसालाई पनि त्यत्रो इजरायली जातिहरू कनान देश दिनुभएको थियो, अनि एउटा मिस्टेक गर्दाखेरि के भयो? सबै कुरा खोसियो, सबै कुरा खोसियो। आज तपाईँ हाम्रो जीवनमा पर्याप्त अनुग्रह छ, पर्याप्त शक्ति सामर्थ्य छ, पर्याप्त सबै कुरा छ। तर फेरि परमेश्वरले भोलिको दिनमा जोसँग पर्याप्त परमेश्वरले दिनुभयो त्यही व्यक्तिलाई फेरि धेरै माग्नुहुन्छ। यस कारणले गर्दा यहाँ मोसा चाहिँ एउटा गल्ती गर्दा फेरि के भयो? त्यत्रो प्रतिज्ञाको देशलाई नै उसले टेक्न पाएन। त्यस कारणले गर्दा आज तपाईँ हाम्रो जीवनमा, तपाईँ हाम्रो मण्डलीमा परमेश्वरले के गर्दै हुनुहुन्छ? हागै 2 को 9 वचन यो 2026 कुरा गर्दै हुनुहुन्छ। अब तपाईँ हामी कति होशियारी हुने तपाईँ हाम्रो हातमा छ, तपाईँ हाम्रो हातमा छ है। यहाँ कतिजना तपाईँ हामी शक्तिशाली छोराछोरीहरू भोलिको दिनमा परमेश्वरले जन्माइसक्नु भएको छ, निर्माण गर्दै हुनुहुन्छ है। हामीलाई कम्ता मजा लाग्दैन अगाडि अरूले शक्तिशाली वचन प्रचार गर भने, अनि अरू शक्तिशाली आत्मा उठेको छ भने बेसरी हामीलाई त्यो के हुन्छ? रहर जागेर आउँछ, रहर जागेर आउँछ, हाम्रो त्यस्तै बन्ने इच्छा चाहिँ हुन्छ। तर त्यो जो चाहिँ त्यति धेरै शक्तिशाली भएर जिएको छ तिनीहरूले चाहिँ फेरि एउटा मिस्टेक गर भने नि परमेश्वरले यसरी नै खोज्नुहुन्छ। आज हाम्रो विश्वासमा अथवा ठुलो ठुलो सेवाकाई गर्ने व्यक्तिहरू किन ढलेको छ भन्दै गर्दा नि किन त ढलेको छ? थुप्रो जनाले भन्नुहुन्छ झन् पवित्र आत्माको सेवाकाई गर्ने व्यक्तिहरू ढलेको त मान्छेले राम्रो भयो भन्ने त गवाई दिँदैन, खालि त्यो ढलेको मादल फुटाको तालै पछि खालि त्यो सुनेको गर्नुपर्छ हामीले है। खोइ त यो पनि भयो त यस्तो अगमबाडी बोल्ने मान्छे ब्याकस्लाइड भयो है, के अरे दर्शन देख्ने मान्छे ब्याकस्लाइड भयो, यस्तो चन्द्रको छुटकारा ब्याकस्लाइड भयो, यस्तो गर मान्छेले खालि यही मात्रै प्राय प्रचार गरेको हामी पाउँछौँ। तर के कारण त्यो कुरा भयो भने नि परमेश्वरले जसलाई व्रत गरिदिनुहुन्छ त्यो व्यक्तिले होसियारी भएन भने त्यसरी नै बाटो त्यही नै हो। त्यस कारणले गर्दा आज तपाईँ हामी सबैभन्दा व्रत गरी चाहिँ होसियारको जीवन जिउनुपर्छ। हालेलुया, हालेलुया। त्यहाँनिर हामी हेर्छौँ भने प्रस्थान 32 को हामी 9 दिनको 14 अध्यायमा एउटा घटना भएको छ। त्यहाँनिर चाहिँ नि मोसाले चाहिँ माफ गर्नु होला, परमेश्वरले चाहिँ इजरायली जातिहरू सबै गणगण गरेको कारणले चाहिँ परमेश्वरले भन्नुभयो मोसालाई, अब यो सबै जातिहरूलाई चाहिँ नाश गर्दैछु भन्नुभयो। सुन्नुहोस् है, नाश गर्दैछु भन्नुभयो परमेश्वरले। तर मोसाले चाहिँ परमेश्वरसँग अन्तर्विन्ती प्रार्थना गर्दै गर्दा त्यो जातिहरू चाहिँ प्रभुले के गर्नुभयो? बचाउनु भयो। हालेलुया। त मार्नुबाट चाहिँ जोगाउनु भयो। मोसाले परमेश्वरसँग अन्तर्विन्ती प्रार्थना गर्दै गर्दा चाहिँ त्यत्रो जातिहरू बस्यो। तर मोसा आफैले गल्ती गर्दा चाहिँ के भयो भन्दै गर्दा अब व्रत कुरा नगरियो भन्दा है, व्रत कुरा नगर भनिकन मोसालाई परमेश्वरले भन्नुभयो। अब हामी यहाँबाट के कुरा सिक्दैछौँ भन्दै गर्दा नि आज कतिवटा पाप, कतिवटा गल्ती परमेश्वरले पश्चाताप गर्दै गर्दा कतिजना व्यक्तिलाई त्यो अनुग्रह मिल्छ, तर कतिजनालाई चाहिँ फेरि त्यो बन्द हुन्छ। मोसाले त्यत्रो जनजातिहरूको लागि परमेश्वरलाई मार्छु भन्दै गर्दा पनि मोसाले चाहिँ परमेश्वरसँग बिन्ती गर्दै गर्दा त्यत्रो जातिलाई बचाउनु भयो। तर मोसाको एउटा गल्तीलाई पनि परमेश्वरले किन स्वीकार गर्नु भएन है? किन स्वीकार गर्नु भएन? हामीलाई लाग्दैन कहिले कहिले यो कुरा किन स्वीकार गर्नु भएन? यत्रो परमेश्वरको सेवा गर्ने व्यक्ति, यत्रो इजरायली जातिहरूलाई त्यत्रो मार्छु परमेश्वरले भन्दा परमेश्वरको क्रोधबाट पनि बाहिर निकाल्ने यति नम्र व्यक्ति, तर एउटा गल्तीको कारण चाहिँ किन मोसालाई चाहिँ परमेश्वरले यत्रो ठुलो दण्ड दिनुभयो, न्याय दिनु भन्ने तपाईँ हामीलाई लाग्दैन? लाग्छ नि है, लाग्छ नि। सबैभन्दा दुःख लाग्ने घटना मेरो जीवनमा बाइबलको यही नै हो है, यही नै हो।
त्यत्रो दुःख गरेर त्यत्रो लाखौँलाई ल्याउनु छ गनगन है। हामी हाम्रो मण्डली परिवार थोरै छ, मलाई थाहा छ। यतिजनाले गनगन गरेको त दिमाग तातेर अहिले चिया पानी खाँदा हुँदैन। त्यत्रो गनगन गर्दा कस्तो होला है मजा है। र पनि तर परमेश्वरले चाहिँ कति कठोर न्याय गर्नुभएको जस्तो लाग्छ मलाई है। तर पनि यो होइन परमेश्वरको योजना हो। हालेलुया। यो त मैले सोच्ने मेरो मानवीय हिसाबले, तपाईहरुको मानवीय हिसाबले मात्रै हो यो कुरा सोच्ने, तर यो परमेश्वरको योजना हो। अब योबाट चाहिँ तपाईँ हामी के कुरा सिक्दैछौँ भन्दै गर्दा परमेश्वरको बोलावटमा खडा भएको हरेक व्यक्ति, परमेश्वरको इच्छा योजना बोक्ने व्यक्तिहरू चाहिँ के हुनु पर्ने रहेछ? के हुनु पर्ने रहेछ? होशियारी हुनु पर्ने रहेछ। हालेलुया हालेलुया। होशियारी हुनु पर्ने रहेछ है। त्यस कारणले गर्दा फेरि आज तपाईँ हामीलाई परमेश्वरले यो मण्डली दिनुभएको छ। भलाई यो मण्डली हाम्रो इच्छामा नभइकन तपाईँ परमेश्वरको इच्छामा तपाईँ हामीलाई दिनुभएको छ। अब यो मण्डलीलाई परमेश्वरको महिमाले भर्ने जिम्मा पनि परमेश्वरले तपाईँ हामीलाई दिनुभएको छ। हालेलुया हालेलुया हालेलुया। त्यस कारणले गर्दा आज तपाईँ हामी चाहिँ इमानदार, आज्ञाकारी अनि सबैभन्दा चाहिँ होशियारी भएर परमेश्वरको राज्यमा अगाडि बढ्न चाहिँ आवश्यकता छ। हालेलुया है। अनि म सबैजनालाई म भन्न चाहन्छु, तपाईँ सबैजनालाई यो लिडर मण्डलीको चाहिँ पास्टरहरू अनि अगाडि अगाडि यहाँ बस्नेहरू चाहिँ लिडर हो भने घरको चाहिँ तपाईँ हामी बाबुआमा चाहिँ सबैभन्दा लिडर हो है। लिडर हो है घरको चाहिँ बाबुआमा। अनि जो जसको बहिनी छ, भाइ छ, दाजु दिदी पनि लिडर नै हो उनीहरूको लागि। अब मोसाको जीवन हेरेर तपाईँ हामी के कुरा सिक्दैछौँ? हामी लिडर भएर हामी कसरी जिउँदैछौँ? लिडरले एकचोटि गल्ती गर्दाखेरि इजरायल जातिले त्यत्रो गल्ती गर्दा पनि परमेश्वरले क्षमा गरिराख्नु भयो। तर मोसाले एकचोटि गल्ती गर्दा चाहिँ किन चाहिँ त्यत्रो प्रत्यय गरेको देशबाट चाहिँ बहिष्कार गर्नुभयो भन्दै गर्दा लिडर है वचनले भन्छ शिक्षा लिनेको भन्दा दिनेको चाहिँ कठोर न्याय हुन्छ। हालेलुया। कठोर न्याय हुन्छ भनेको छ। त्यही कुरा भएको छ मोसाको जीवनमा, त्यही कुरा भएको छ। अनि मण्डलीको त लिडर पास्टरहरू होला, तर घरको लिडर त दिदी दाजु हो नि, बाबुआमा हो। हामी कसरी जिउँदैछौँ, कतिको होसियारी भएर जिउँदैछौँ, यो चाहिँ सबैभन्दा महत्त्वपूर्ण कुरा हो। सबैभन्दा महत्त्वपूर्ण कुरा हो। जहिले पनि परमेश्वरको राज्य बन्नको निम्ति सबैभन्दा पहिला व्यक्ति बनिन आवश्यकता छ। व्यक्ति बनिसकेपछि आफ्नो परिवार बनिन आवश्यकता छ। परिवार बने पछाडि असल मण्डली बन्छ है। असल मण्डली बन्छ। किन भन्दै गर्दा म आफै बिग्रेको छु भने मैले म मेरो छोरालाई भन्न सक्दिनँ राम्रो गरेर जी भनेर, उसलाई कन्ट्रोल गर्न सक्दिनँ। म मेरो श्रीमानलाई, मेरो भाइ बहिनीलाई भन्न सक्दिनँ असल तरिकाले जियो भनेर। सबैभन्दा पहिला चाहिँ म है, म कसरी जिउँदैछु, कतिको होसियारी जिउँदैछु म, त्यस पछाडि हाम्रो परिवार। यदि म मण्डलीमा अथवा म परमेश्वरको राज्यमा राम्रो छु, इमानदार छु भने मैले म मेरो परिवारलाई जसरी म निर्माण गर्न सक्छु। अनि परिवार निर्माण भए पछाडि त्यो परिवारहरू चाहिँ मण्डलीमा आउँदै गर्दा कस्तो राम्रो देखिन्छ। हालेलुया। राम्रो देखिन्छ। मिलेको परिवारहरू मण्डलीमा आउँदै गर्दा चाहे 2 परिवार होस्, 3 परिवार होस्, कस्तो भित्रैदेखिको आनन्द आउँछ। 10-20 परिवार हो, श्रीमान एकतिर, श्रीमती अर्कोतिर, प्रार्थना गर्नु कुदै छोरा एकतिर, छोरी अर्कोतिर, यति गाह्रो हुँदैन, यति अशान्ति हुँदैन। त्यस कारणले मण्डली चाहिँ पहिलो कोरिन्थी 3:16-17 अनुसार तपाईँ हामी स्वयं हौ। त्यस कारणले गर्दाखेरि यो चाहिँ पवित्र आत्माको मन्दिर हो। त्यस कारणले गर्दाखेरि म स्वयं के हो त परमेश्वरको बोलावटमा उठेको व्यक्ति हो। म आफै स्वयं लिडर हो। म मण्डलीको लिडर हो, म मेरो छोराको लिडर हो।
मेरो भाइ बहिनीको म लिडर हो, मेरो छोरीहरूको म लिडर हो। अनि त्यहाँदेखिको चाहिँ फेरि पनि घर परिवारहरू असल भए पछाडि मण्डली असल हुन्छ। मण्डली असल भए पछाडि परमेश्वरको राज्य उठ्छ। हालेलुया, हालेलुया। त्यस कारणले गर्दाखेरि म आजको वचनद्वारा मण्डलीलाई म आफैलाई पनि यही कुरा भन्छु, तपाईँ हामी परमेश्वरको बोलावटमा चाहिँ नचुकौं। हालेलुया, नचुकौं। तपाईँ हामी चाहिँ परमेश्वरको बोलावटमा चाहिँ नचुकौं। होशियारको जीवन जिउँ है, होशियारको जीवन जिउँ, एकदम होशियारको जीवन जिउँ। परमेश्वरको बोलावटलाई पूरा गर्नको निम्ति तपाईँ हामी सधैँ लागि परिरहौँ। हामी स्वयं आफै, त्यस पछाडि हाम्रो परिवारलाई निर्माण गरौँ, हाम्रो परिवारलाई होशियारी अथवा परमेश्वरको बाटोमा निर्माण गरौँ। त्यस पछाडि मण्डलीलाई, परिवारहरू भत्केको छ भने मण्डली कहिले पनि राम्रो हुन सक्दैन। भत्केकै परिवार आएर त मण्डली सेवा गर्ने हो। त्यस कारणले गर्दा जहिले पनि सुरुमा आफै, त्यस पछाडि परिवार, त्यस पछाडि मण्डली है। किन भन्दै गर्दा प्रभुलाई धन्यवाद, मेरो परिवारहरू एकदम असल लाग्छ प्रभु भइकन। मेरो श्रीमान हुनुहुन्छ, मेरो छोरा, मेरो भाइहरू छ। आज मेरो छोरा, मेरो श्रीमान, मेरो भाइहरू असल भएको कारण पो म मण्डललाई सबै शिक्षा दिन सक्छु त। यदि मेरो छोरा बेसरी बिग्रेको थियो भने म अरूको छोरालाई पेल्न सक्छु? सक्दिनँ नि। मेरो श्रीमानले बेसरी मलाई पिट्ने, कराउने होइन, मैले गाली खाने भएको थियो भनेदेखिको श्रीमान श्रीमती मिलेर बस्नु भन्न सक्छु? सक्दिनँ है। त्यस कारणले गर्दा फेरि अर्को कुरा, म आफै चाहिँ होसियार छुइनँ, म चाहिँ परमेश्वरमा छुइनँ भने चाहिँ अरूलाई चाहिँ म परमेश्वरमा निर्भर हुँ भन्न सक्छु? सक्दिनँ। त्यस कारणले गर्दा जहिले पनि असल कुरा चाहिँ आफैबाट सुरुवात गर्नुपर्छ। अनि खराब कुरा त्याग्न पनि आफैबाट। हामी आफै चाहिँ खराब कुरा नत्याग्ने, अरूलाई चाहिँ त्याग त्याग भनिराख्ने, यो पनि गलत शिक्षा हो है, गलत शिक्षा हो। हामी आफै पनि गलत कुरालाई छोड्ने, आफैबाट सुरुवात गर्ने, असल कुरा गर्न पनि हामी आफैबाट सुरुवात गर्ने। जब हामी आफैबाट राम्रो काम गर्न थाल्छौँ तब हाम्रो परिवारलाई यो प्रभाव पर्छ अनि मण्डललाई प्रभाव पर्छ। हालेलुया, हालेलुया। त्यस कारणले गर्दा आज म तपाईलाई यही कुरा भन्न चाहन्छु, तपाईँ हामी चाहिँ असल लिडर हुनुपर्छ। अनि कतिजनाको सोचाइ यो छ, जहिले पनि प्रभुले क्षमा गर्नुहुन्छ, पश्चाताप गरेपछि हो क्षमा गर्नुहुन्छ, क्षमा गर्नुहुन्छ होला, गर्नुहुन्छ भने म डाइरेक्ट भन्न सक्दिनँ, हुन्छ होला, त्यो परमेश्वरको हातमा छ है। गर्नुहुन्छ भने म भन्न सक्दिनँ, उहाँको इच्छा हो। तर नि हामी हेर्छौँ भने कतिजना व्यक्तिको जीवनमा बाइबलमा चाहिँ पश्चाताप गरेर त्यो अनुग्रह पाएको छैन। मैले अघि साउलको कुरा गरेँ, साउलले प्रभुसँग स्वीकार गर मैले गल्ती गरेँ भनौँ, तर पनि त्यो पाएन है। हामी हेर्छौँ भने मोसाको जीवनमा पनि यही कुरा भयो। तर एउटा घटना यस्तो छ जुन घटना चाहिँ पश्चाताप गर्दाखेरि चाहिँ प्रभुले चाहिँ बचाउनु भयो। त्यो कुन घटना भन्नुहोस् त? कुन घटना? कुन घटना? परमेश्वरले निनम्बे सहरलाई चाहिँ के गर्दै हुन्थ्यो? नाश गर्दै हुनुहुन्थ्यो है। योना चाहिँ भाग्दै थियो, तर माछाको पेटमा पुगेर पनि आज चाहिँ पश्चाताप गरेर फर्किँदै गर्दाखेरि निनम्बे सहर चाहिँ के भएको छ? बाँचेको छ। हालेलुया। त्यस कारणले गर्दा यो घटनाहरू दुईटालाई कम्पेयर गर्दै हेर्दाखेरि हामीले एउटा कुरा चाहिँ थाहा पाउनुपर्छ, कतिको जीवनमा परमेश्वरको अनुग्रह त्यो होला, तर सबैको जीवनमा चाहिँ छैन है। मैले पश्चाताप गर्दै गर्दा कतिवटा कुराहरू मेरो जीवनको आशी मैले पाउँछु होला, पाप क्षमा होला, तर फेरि सबैजनाले त्यही हुन्छ भन्ने कुरा होइन। अनि कतिजनाले अरूको अनुग्रह होला, तर त्यो कुरा मेरो जीवनमा यो हुन्छ भनेर पनि हुँदैन। त्यस कारण यो घटनालाई कम्पेयर गर्दै हेर्दा फेरि चाहिँ के छ भन्दै गर्दा तपाईँ हामी चाहिँ हरेक कुरामा चाहिँ होसियारी चाहिँ हुनैपर्छ। अनि कतिवटा परमेश्वरको इच्छा योजना भएको घटनाहरू चाहिँ पश्चाताप गर्दै गर्दा पनि परमेश्वरले बचाउन सक्नुहुन्छ, तर कति चाहिँ नाश गर्नु भए पछाडि नाशको नाश। त्यस कारणले गर्दा अन्त्यमा निचोट यही नै हो, परमेश्वरले जसलाई धेरै दिनुहुन्छ उसलाई नै परमेश्वरलाई धेरै माग्नुहुन्छ। परमेश्वरको
अनुग्रह, योजना, बोलावट जसको जीवनमा व्रत परमेश्वरले दिनुभएको छ शक्तिशाली, त्यही व्यक्तिलाई परमेश्वरले भोलिको न्यायको दिनमा पनि के गर्नुहुनेछ? कठोर न्याय हुनेछ। त्यसकारणले गर्दा तपाईँ हामी जिउने भनेको पृथ्वीको न्यायमा होइन, स्वर्गको न्यायमा हो। हालेलुया। म पृथ्वीमा त ढाकछोप पनि गर्न सक्छु, म ढाक्न पनि सक्छु, लुक्न पनि सक्छु, तर परमेश्वरको न्यायमा तपाईँ कोही पनि लुक्न सक्दैनौ। त्यसकारणले गर्दा आजैदेखिको मण्डलीले, आजदेखिको परिवारले, आजदेखिको तपाईँ हामीले चाहिँ जिउने भनेको चाहिँ प्रभुको इच्छा अनुसार, परमेश्वरको योजना अनुसार आज उहाँको वचनको आज्ञाकारी भित्र हो। हालेलुया। प्रभुलाई महिमा भएको होस्। आजको वचन बोल्दै गर्दा कतिजनालाई धेरै गाह्रो, साह्रो, पिरो खोर्सानी जस्तो पनि भयो होला, चटपटे जस्तो पनि भयो होला है, नुनिलो पनि भयो होला है। धेरै नुन लाग जस्तो भयो भने पानी खानुहोस्, किनभने युवाना 7 अर्थीले भन्छ जिउँदो खोलाको पानी चाहिँ येशू ख्रीष्ट हुनुहुन्छ। त्यस कारणले गर्दा चर्को हुनेहरूले पानी खानुहोस्, पिरो हुनेहरूले पनि पानी नै खानुहोस्। हालेलुया। हालेलुया है। त्यस कारणले गर्दा फेरि आजको वचनद्वारा तपाईहरूलाई परमेश्वरले प्रशस्त मात्रामा आशीर्वाद दिनुभएको होस्। अनि अर्को कुरा चाहिँ आज्ञाकारी होशियार हुनको निम्ति यो वचनले एक एकको जीवनलाई सहायता पुर्याउनु भएको होस्।